वेलकम टु माई च्यानल ब्लग विथ समुद्र। मेरो च्यानलमा हजुरहरूले सबैलाई स्वागत छ। तपाईहरु सबै सन्चै हुनुहुन्छ होला, म नि एकदम सन्चै छु हैन। आज चाहिँ स्पेशली जुन 24 चाहिँ मेस्सीको बर्थडे हो। मेस्सीलाई नचिन्ने चाहिँ सायद कमै मात्रामा होला हैन। मेस्सी यस्तो प्लेयर हो हैन, मेस्सी चाहिँ यस्तो प्लेयर हो जो मान्छेले चाहिँ अब जित्नु पर्ने चाहिँ सबै मेस्सीले चाहिँ जितिसकेको छ। सबै कुरा नै जितिसकेको छ। अब जित्नु पर्ने कुनै बाँकी राखेको छैन। त्यस्तो प्लेयर हो, विश्वकै एक प्लेयर हो क्या मेस्सी। रोनाल्डो जस्तो प्लेयरलाई फाइनलमा हराउने त्यस्तो प्लेयर हो। आज चाहिँ स्पेशली जुन 24 चाहिँ मेस्सीको बर्थडे हो। त्यही भएर स्पेशली मेस्सीलाई चाहिँ म मनदेखि नै ह्याप्पी बर्थडे भन्न चाहन्छु हैन। आज चाहिँ मेस्सीको बर्थडे हो। आज चाहिँ मेस्सीको बर्थडेको अवसरमा चाहिँ हामी सबै मेस्सी समर्थक, मेस्सीको फ्यानहरूले चाहिँ वृद्ध आश्रममा गएर चाहिँ केही त्यहाँ सहयोग गर्ने भनेर चाहिँ हामीले सानो प्रोग्राम राखेको छौँ। त्यही भएर अब चाहिँ हामी त्यहाँ अब वृद्ध आश्रममा गएर केही सहयोगहरू गर्नेछौँ सबै मेस्सी समर्थकहरूले हैन। तपाईहरुले अगाडि थोरै देखिसक्नुभयो। सो अब चाहिँ अब त्यो सामाकोसीमा चाहिँ मानव वृद्ध आश्रम रहेछ, त्यहाँ चाहिँ अब गएर हामी सहयोग गर्न लागेको छौँ सबैले हैन। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। त्यो भिडियो चाहिँ स्पेशली मेस्सी समर्थकहरूमा सम्म चाहिँ पुगोस्। हामी चाहिँ फाइनली वृद्ध आश्रम आइसकेको छौँ। वृद्ध आश्रम चाहिँ यहाँ यो ल मानव सेवा वृद्ध आश्रम यो सबैजना यहाँ आइसक्नुभएको छ।
दुई शब्द जाओस् न त मेसीको बारेमा बर्थडेको बारेमा केही हामी चाहिँ आज मेसीको चाहिँ बर्थडे चाहिँ मनाउन गइरहेको छौँ त्यसको लागि हामी चाहिँ मानव आश्रममा आएको छौँ अनि त्यसको लागि चाहिँ हामी यहाँ मानव आश्रममा चाहिँ बर्थडे मनाउन गइरहेका छौँ अहिलेको मेसीको चाहिँ 38औं बर्थडे त्यसरी हामीले चाहिँ बर्थडे चाहिँ यसरी मनाउनुपर्छ भने एउटा उदाहरणसहित हामीले बर्थडे बनाएको धन्यवाद राहुल दाइ दुई शब्द समर्थन छ त्यति मात्र बर्थडेमा चाहिँ हामीले आएको छौँ होइन जो मेसी फ्यान हुन्छ सबैजनाले ह्याप्पी बर्थडे लेखिदिनु होला केक आयो है ल केक आइपुग्यो है हाम्रो चाहिँ खोइ केक आइपुगेछ है ल मेसी केक पनि आओस् उनीहरूको साथीहरू सबै आउँछ मैले हामी दिन्छौँ तपाईँहरूलाई Once more, man. Happy birthday to you. Happy birthday to you. Happy birthday to Messi. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. सम्पूर्ण आमाहरूको अनुहारमा एउटा चमक त्यसको लागि सबैलाई धेरै धेरै धन्यवाद र फेरि पनि यसमा फेरि पनि हाम्रो यो आश्रममा चाहिँ कति घटबड भइरहेको हुन्छ अहिले आजको दिनमा चाहिँ 53जना महिलाहरू हुनुहुन्छ त्यसमा चाहिँ हाम्रो हाम्रो अरू जेन्डरको यसको 27 त्यसमध्येको सामाजिक केन्द्रमा रिपिट गर्न जान्छ समग्रमा अब आमाहरूले कसैले सेवा गर्न मन लाग्यो सहयोग गर्न मन लाग्यो भने त्यसको माध्यम के छ तपाईँले कुनै गर्ने माध्यम अहिले यो सोसियल मिडियाको जमाना हजुरहरूले सोसियल मिडियाकै थ्रुबाट नै हामी आफैलाई पनि अहिले अब खोज्दै आउँदाखेरि एकदमै यहाँको आमाहरू देख्दा तपाईँहरू स्पेसल हामी धेरै नै टाइम धन्यवाद दिन चाहन्छु किनभने सेवा दिनु भएको छ र हामीले पनि आगामी दिनमा अझ दिनेछौँ र आज कार्यक्रमहरू अब सम्पन्न गरेका छौँ होइन बाँकी हामीले सक्दो अझ गर्ने प्रयास गर्नेछौँ यो अवसरको लागि पनि तपाईँहरूले एकदम धेरै धन्यवाद नाम के हो तपाईँको उमा 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 के
कतिवटा त्यसको गर्नु न नाम भन्नुहोस् त त्यही देशमा पनि एउटा आवाज उठिरहेको छ किनभने मेस्सीले अनेकौं प्रयास गर्दा पनि आफूले एउटा सफल आफ्नो देशका लागि केही पनि एचिभमेन्ट गर्न नसकेको केही पनि नगरेर त होइन तर पनि देशलाई केही इन्टरनेसनल ट्रफी जित्न नसकेको भन्ने एउटा त्यो भानु भएको थियो तर पनि पछिल्लो चरण हेर्दाखेरि एउटा 2016मा मेस्सीले सन्यासै घोषणा गरिसकेका मेस्सीले त्यसपछि एउटा अर्जेन्टिनाको राष्ट्रपतिले गरेको रिक्वेस्टले एउटा सानो रिक्वेस्टले उहाँ फेरि ब्याक भएर आज विश्वमा कुनै व्यक्ति जो केही पनि जित्न बाँकी नरहेको व्यक्ति कोही छ भने त्यो लियोनल मेस्सी हुनुहुन्छ र जसले 19मा जो हामीले परिकल्पना नै गरेको थिएन मेस्सीले एकचोटि भए पनि सानो टुर्नामेन्ट जितिए हुन्थ्यो भन्ने हाम्रो सोच हामी मेस्सी फ्यानको थियो भने हामीसँग अहिले 2-2वटा कोपा अमेरिका एउटा वर्ल्ड कप ट्रफी छ त्यो इतिहास मेस्सीले राख्नुपर्छ हामी नेपाली समर्थकले मेस्सीलाई यति धेरै माया गर्छौँ जसको निम्ति हामी अर्जेन्टिनाको भए पनि हामीले फरक परेन कुनै देशको भए पनि फरक परेन एउटा सफल व्यक्ति भनेर हामीले लिइरहेका छौँ एउटा मेस्सी समर्थकलाई मेस्सीले माया गर्ने जति आज टिम आउनुभएको छ कतिजना व्यक्तिले म्यासेज गर्नुभयो मेरो अलिकति ढिलो हुन्छ भन्नुभयो यहाँको मानव सेवा आश्रम काठमाडौँको शाखाको केही विविध समयको सबै कुरा म्यानेजमेन्ट गर्दाखेरि हामीले त्यही टाइम जति भ्याइयो त्यतिजना आएका छौँ र समग्र रूपमा मानव सेवा आश्रमलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ हामी नेक्स्ट बर्थडेमा 39th बर्थडेमा आज हामी मेस्सीको योभन्दा ठुलो सेलिब्रेसन गर्न पाइयोस् थोरै समयमा गरेको निर्णयले हामीले आज मेस्सीको एउटा सेलिब्रेसन राम्रो भए पनि नराम्रो भए पनि हामीले गरेर सफल गरेका छौँ यसको लागि सम्पूर्ण हाम्रो टिम हाम्रो साथीहरू जहाँ जतिबाट आउनुभयो जहाँबाट आएर चाहिँ यो सेलिब्रेसनलाई भव्य बनाउनुभयो सबैले धेरै धेरै धन्यवाद दिँदै त्यो मानव सेवा आश्रममा आमाहरूले एकदम धेरै हामी सम्झिँदै विदाय हुनुपर्छ र हामी फेरि पनि भेट्नेछौँ र यी कार्यक्रमहरूले फेरि केही कुराहरूले म यहाँ अन्त्य गर्दै सबैले फेरि धन्यवाद दिँदै आजको कार्यक्रम यही सकिएको धन्यवाद बाई गर्नुहोस् ल बाई गर्नुहोस् सबैले बाई गर्नुहोस् सबैले ल ल है गाइस अब चाहिँ हामी सकेर अम्म बाहिर पानी पर्दो रहेछ बाहिर पानी पर्दो रहेछ ल ओ पानी पनि च्यालेन्ज मौसम च्यालेन्ज है मौसम च्यालेन्ज